हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हामी कलेजको ओरिएन्टेसन प्रोग्राममा जान लागेको। के हुन्छ म तपाईँलाई देखाउँछु ल। चाहिँ रेडी भएर गइसक्यो। हामी चाहिँ घरबाट निस्किसक्यौँ। त्यही गएर बनाउँछु। हामी चाहिँ कलेज आइसक्यौँ। हामी चाहिँ निस्किसक्यौँ। अब यहाँबाट चाहिँ घर जाने सिधै। हामी चाहिँ घर आइसक्यौँ भर्खरै। मन्दिर जाने भनेको के हुन्छ। हामी चाहिँ निस्किसक्यौँ के गरे मन्दिर जानको लागि। अब त्यही मन्दिर गएपछि अनि भिडियो गराउँछु। म चाहिँ चढाउँदैछु। हामी चाहिँ सिधै अब आइसक्यौँ। अब पूजाको सामग्रीहरू किनेर अनि पूजा गर्न जानेमा। यहीँबाट दर्शन गर्नु सबैजनाले। बाँदर कता गयो? हामीले चाहिँ पूजाहरू गरेर पनि भ्याइसक्यौँ। चाहिँ सिद्ध बाबा कति लाग्यो र? आज यहाँ दुईवटा जोडीले बिहा गरेछन्। कति रमाइलो न्यु जर्नी। निधार चिलायो कि मेरो त। भयो नि भयो ठिकै खर्चले त सिधै घर चाहिँ जाने होला नि यहाँबाट क्या घन्टी बजाउनु। हामी चाहिँ अब जान लागेको पूजा गरेर। ल गयो अब यहाँबाट। हामी चाहिँ अब जान लागेको घर यहाँ होइन कता हुन्छ। अब गयो भने चाहिँ थाहा हुन्छ। हामी बिराइदिन लाग्यो। जान लाग्यो। मम्मीले चाहिँ मलाई एकदम रिसाउनु भयो अघिनेबाट। मैले भिडियो गराउन पाउँदैन किनकि मैले चलाउँछु। त्यही हो। अब बिचमा रोक्दै गरायो भने गराएँ, होइन भने त्यही हो। दिस मच फर टुडे। या फिर अहिले फेरि कन्टिन्यू हुन पनि सक्छ। बाई अहिले चाहिँ बच्चा पाके लाली लाली
चाहिँ नक्कली थियो के तिनवटा बच्चा यत्रु यत्रु चाहिँ लाली चाहिँ लालीको बच्चा ए उठ 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 लालीको हात चाहिँ यस्तो गर्छ लालीको हात भाँच्चे छ हामी चाहिँ अहिले यहाँ छौँ बाबाको दोकानमा खै बोर्डै नरहेछ त अब यसपछि चाहिँ हामी ब्याङ्क जान्छौँ जाँदाखेरि भिडियो गराउँछु हामी चाहिँ अब अहिले चाहिँ यहाँ छौँ हामी चाहिँ अब ब्याङ्क जान लागेको ब्याङ्कमा त भिडियो गराउनु मिल्दैन बाहिरसम्म गराउँछु हाम्रो चाहिँ दोकान यो है एसटी मोटर पार्क ल हामी चाहिँ ब्याङ्क आइसक्यौँ अब मेरो माथि हिँड्नु माथि एलिभेटर कुद्न लाग्यो भने त सेकेन्ड फ्लोर होइन फर्स्ट फ्लोरमा चाहिँ भिडियो गराउँदैन अब हामी चाहिँ घर गएर घर जाँदै कहाँ जाने एकदम धेरै अल्छी लाग्यो ट्रेनमा छिटो काम हुन्छ भने 1 घन्टा लाग्छ केही खाने हो केही खाने रे त्यसपछि हामी जान्छौँ हामी चाहिँ यहाँ खाना पुग्दै 1 बजिसक्यो केही थाहा घर टपीलाई पनि खुला छैन हाम्रो त अब घरै जानु त हो हाम्रो खाना बल्ल हामी चाहिँ यहाँबाट निस्क्यौँ अब चाहिँ आउनुहुन्छ भनिदिउँ हामी निस्क्यौँ अब यहाँबाट कहाँ कता गइन्छ अनि बल्ल थाहा हुन्छ हाम्रो स्कुटी उता छ क्या फेरि बाबाले हिँडिराख्नु भयो हामीले वहाँ राख्यौँ सिधै ब्याङ्क माथि जान्छौँ भनेर त्यही हो हेर्नु यस्तै छ